चलन छ बालकृष्ण भन्छन् बालकृष्ण 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 गुरु प्रणामीका हुन् प्राणिका ती पनि 93 वर्षका भएछन् भए भयो 90 साले रहेछन् 90 साले 90 साले तपाईँ 81 9 वर्ष देखो ऊभन्दा होइन 1981 तपाईँ 1990 को त्यो बालकृष्ण बालकृष्ण गुरु बालकृष्ण गुरु र मेरो भाइ कान्छो हाम्रो भान्जा चाहिँ बिमारी भएर गयो कि बुढै भयो कि के भयो हजुर भान्जा को तपाईँमा हामी त्यो अब त्यो जोइन के त फसेको थाहा छैन र थाहा पाइएन त हामी त्यो जाँदैन त्यो बेला थाहा पाइएन कि अहिले अलिक पछि त थाहा पायो नि त्यो त्यतिखेर चाहिँ थाहा पाइएन पाइएन ती हो चाहिँ नेउपाने छैनन् उनीहरूको मान्छे ए जयनारायण उरोमा आएर यहाँ भात खाएको त भित्र त्यहाँ बुढीहरू दौडी थियो नि आज पनि पहिले चाहिँ यहाँ ताक्यौँ कि यहाँ दुःख दिनु हुँदैन भाइ कहाँ जाउँ भनेर अब यो कान्छो हो त होइन भाइ चाहिँ मेरो माथि गएर अनि त्यहाँ हजुरबाको बिहे कति सालमा भएको यो बिहे यो पहिलो बिहे भनौँ पहिलो कहिले हो पहिलेको बिहे अरे पहिलेको हजुर। चेतना गुरुकी आमा चाहिँ त्यो कति सालमा त्यति सालमा भन्ने जान्दिनँ बिर्सिहाल्यो हो त्यो 90 सालको भुइँचालो कति अघि पछि हिसाब गरेर आउँछ हुन्छ म उसको 8 वर्ष भदौको जन्म मेरो कि भदौ कति लागे 9 वर्ष को हुँदा बिहे भएको कि बिहे गर्ने केटी 8 वर्षकी थिइन् 8 वर्षका र 9 वर्षका बिहे गरेको 81 बाट 9 पुर्याउनु भनेपछि 90 90 सालतिर त्यो त्यो भुइँचालो 90 सालतिर रहेछ। बिहे भयो मैचालोमा हो भैँचालो माघमा माघ 2 गते भैँचालो आयो मेरो बिहे गरेको अझ मङ्सिरमै रहेछ ए भुइँचालो जानुभन्दा 2 महिना अघि अनि 2 महिना अगाडि रहेछ हो मङ्सिरमा बिहे भयो मैचालो माघमा गयो गयो भनेपछि 1990 को भुइँचालो जानुभन्दा 2 महिना अघि बिहे गर्नुभएको पहिलो बिहे हो त्यसो अनि ए त्यस्तै हो अनि यता चाहिँ हजुरआमा चाहिँ दोस्रो यहाँ मलाई हजुरआमा भन्न पाइँदैन त के भन्नु पर्यो मैले दिदी भन्छ ए दिदी यता मैले चाहिँ छोरी भन्नुहुन्छ भानी दाजु बाहुन दाजुकै छोरी छोरी हामीलाई काका भन्नु 25 सालमा गरेको 2025 सालमा बिहे भएको हजुर ए कति वर्ष पुग्नुभयो दिदी म 73 पुग्नुभयो ए अनि अहिले को हुनुहुन्छ त घरमा घरमा बुहारी नाति सबैभन्दा पहिले आमेरू ए मैले झारिएको उहाँ ए हो हामी कोही माथि नै थियौँ तपाईँ आचारी हो आचार्य आचारी आएर अनि त्यो खोला देख्दा ऊ के भयो त्यो भयो हजुर त्यो कति सालमा यहाँ आउनुभएको त कति सालमा म त पछि आएको नि पछि त पछि नै हो हिजो अस्ति नि हौ हिजो अस्ति मभन्दा पछि नै हो पछि नि हिजो अस्ति भन्दा पनि हुन्छ मेरो छोरो आइवरी यहाँदेखि संसारै बसी संसारैमा बसेर त्यहाँ 1500 चाहिँ भयो होला बस 20 वर्ष भयो म त अहिले 20 वर्ष भयो मात्रै 20 वर्ष